स्केटिङ त मलाई पनि खेल्न आउँदैन, त्यही भएर अलिअलि खेलेको थिएँ। दाइले त्यति बेला भिडियो बनाउनु भएको थियो अनि गाना बजाएर म बोलेको केही पनि सुनेको थिएन। अनि स्केटिङ खेलिसकेपछि बहिनीहरू चाहिँ खेलेर थाकेर यतिकै बसिरहेको थिए अनि हामी पनि स्केटिङ सकेर भएको रहेछ बाहिर अनि टिम खेल्दै साथी म बसेको। यस्तो सुविस्ता स्केटिङ खेल्न कपाल चाहिँ भएको छ। हामी चाहिँ टिम खेल्न लागेको छौँ रेनरमा। साथी चाहिँ भिडियो बनाउँदैछ, दाइले बनिनु भएको। क्यामेराम्यान पनि खोज्नु पर्दैन, यहाँ आउनु होला। मुनवाल कृष्ण स्केटिङ पार्क यता टाढाका चाहिँ आउनु मिल्दैन, अब भिङ्ग्रीतिर हो, नजिक नजिकका चाहिँ यतैतिर आउनुलाई स्केटिङ। अहिले चाहिँ फोटो खिच्न यस्तो दामी बनाउनु भएको छ अनि धेरै बेरसम्म अलिअलि खिच्नु पाइन्छ। क्यामेरा पनि छ, यस्तो पिङ पनि छ, सुविस्ता सबै छ। यहाँ हेर्नुहोस्, भुइँमा पनि यस्तो हिँड्न मिल्ने क्यामेराम्यान आफै हुनुहुन्छ। आउनु होला हाम्रो दाइतिर। अब हामी चाहिँ घर जाने मेसोमा छौँ, खेलेर पस्ने भए। मेरो साथी चाहिँ आज सिकिन हामी चाहिँ घर जानलाई यही भन्दै ब्लग एन्ड गर्छु।